आज मैले कक्षा 12 को कम्पलसरी इङ्ग्लिसमा रहेको एउटा एस्से ह्युमन राइट एन्ड द एज अफ इनइक्वालिटी जसलाई लेखेका छन् एकजना राइटर स्यामुअल मोइनले यसको बारेमा केही सानो डिस्कसन गरौँ भनेर म यहाँ आएको छु। यसमा मैले भन्नुपर्दाखेरि उसरी त ग्रेड 11 र ग्रेड 12 कम्पलसरी इङ्ग्लिसमा थुप्रै समय सान्दर्भिक खालका लेखहरू रचनाहरू समावेश गरिएका छन्। तथापि अब प्रत्येक व्यक्तिको आफ्नो केही पर्सनल फेभरेट कुराहरू हुन्छ। जस्तै मैले पनि यसलाई थुप्रै पटक अध्ययन र अध्यापन गराउने क्रममा कक्षा 11 को अङ्ग्रेजीमा केही 3-4 टेक्स्टहरू र कक्षा 12 को इङ्ग्लिसमा केही त्यस्तै 3-4 टेक्स्टहरू चाहिँ मलाई साह्रै मन पर्यो। आई रियली लाइक देम बिकज अफ दि फिलोसफी अथवा त्यो मेसेज जुन उनीहरूले दिन खोजिरहेको छ अडियन्सलाई। र मलाई के लाग्छ भने टेक्स्टहरू अलि कन्सेप्चुअल कन्टेक्स्चुअल हुनुपर्छ। एकदमै त्यो फ्यान्सी इमेजिनेसन भन्दा पनि त्यसले अहिलेको कन्टेम्पोरेरी बालबालिकाहरूलाई विद्यार्थीहरूलाई कसरी अवेर गर्न खोजिरहेको छ, कसरी अलिकति एउटा चाहिँ नि उनीहरूलाई अलर्ट गराइरहेको छ हाम्रो सराउन्डिङ सिचुएसनलाई लिएर भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसै सन्दर्भमा यो मैले आज यसो डिसाइड गरेँ किनभने यो टेक्स्ट एकातिर यसको स्ट्रक्चर अलिकति कम्प्लिकेटेड खालको देखिन्छ। यो अरू टेक्स्ट जस्तो सरसर्ती त्यो पढेर एकैछिनमा बुझिहाल्ने खालको भन्दा पनि यसलाई चाहिँ अलिकति घुमाउरो पाराले विभिन्न किसिमको रिफरेन्सेसहरू प्रेजेन्ट गरेर यसलाई बुझाउन खोजिएको छ। तर पनि मेरो स्ट्रेस जहिले पनि केमा रहन्छ भने हामीले टेक्स्टमा कति त्यसलाई घुमाइ फेराइ गरेर कुराहरूलाई प्रेजेन्ट गरेका छ भन्ने भन्दा पनि वाट इज द जिस्ट, वाट इज द फिलोसफी, महत्त्वपूर्ण अंश त्यसमा हामीले छुटाउनै नहुने अथवा बुझ्नै पर्ने महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्ने कुरो त्यहाँ हामीले अलिकति बढी ध्यान दिनुपर्छ। अब धेरै भूमिका नबाँधिकन म यसमा प्रवेश गर्न चाहन्छु। यो स्यामुअल मोइनले जुन के अरे ह्युमन राइट्स एन्ड द एज अफ इनइक्वालिटी यो टाइटलमै दुईवटा फरक फरक कुराहरूलाई मर्ज गर्नु भएको छ राइटरले। एकातिर ह्युमन राइट्स जुन चाहिँ मानवाधिकार यो द्वितीय विश्वयुद्ध वर्ल्ड वार सेकेन्ड सकिए पश्चात अराउन्ड 1948 तिर यो एउटा डकुमेन्ट पब्लिस गरिन्छ र त्यसलाई विश्वव्यापी रूपमा विभिन्न ठाउँमा ल है ह्युमन राइट्स मानवाधिकार अन्तर्गत यी किसिमका चाहिँ अधिकारहरू समावेश गरिएका छन्, विचार गरौँ है कसले कतिले यो किसिमको अधिकारहरू पाइरहेका छन् वा छैनन् भनेर एउटा चाहिँ डकुमेन्ट पब्लिस गरिन्छ। र अर्कोतिर ह्युमन राइट्स त यो भइहाल्यो, त एज अफ इनइक्वालिटी असमानताको युग अब अहिलेको हामी अहिले 2025 मा बाँचिरहेका छौँ र यसमा हामीले जब सोसाइटीलाई यसो चाहिँ नि गहिरिएर हामी हेर्छौँ त सोसाइटीमा विभिन्न किसिमका समस्याहरू अथवा चाहिँ विविधताहरू भन्नुभन्दा पनि असमानताहरू हामीले देखिरहेका हुन्छौँ। चाहे त्यो जेन्डरको नाममा होस् अथवा चाहिँ कास्टको नाममा होस्, कल्चरको नाममा होस्, नेसनालिटीको नाममा होस् अथवा क्लास आर्थिक दृष्टिकोणबाट होस्, विभिन्न किसिमले समाजमा यी असमानताहरू झनभन्दा झन हिजोभन्दा आज, आजभन्दा भोलि यसरी चाहिँ यो बढ्दै बढ्दै गएको देखिन्छ। तसर्थ राइटरले सेन्टरमा चाहिँ यो ह्युमन राइटको डकुमेन्टलाई राख्नु भएको छ कि ल हेरौँ है ह्युमन राइटले के भन्छ, ह्युमन राइटमा के कस्तो प्रावधानहरू
राखिएको छ, बनाइएको छ। र व्हाट इज द ग्राउन्ड रियालिटी, यसको चाहिँ हाम्रो यथार्थतिर गएर हेर्दाखेरि यथार्थ के देखिन्छ, समस्या के हो भनेर नै यसलाई उहाँले चाहिँ यो कम्पेयर एउटा एक खालको कम्प्यारिटिभ एनालिसिस गर्नुभएको छ। मैले एकचोटि मैले सरसर्ती यो मैले ह्युमन राइट को यो युनिभर्सल डेक्लरेसन अफ ह्युमन राइट्स भनेर यसमा केही 30 वटा आर्टिकलहरू प्रेजेन्ट गरिएको रहेछ। म यो पढ्न चाहन्छु। हुन त यो 30 वटै मैले यो सबै अहिले पढ्दिनँ, मैले सरसर्ती यसको थोरै केही बुदाहरू मैले यहाँ प्रेजेन्ट गर्छु। जस्तो आर्टिकल 1 मा के लेखिएको छ भने all human beings are born free and equal in dignity and rights. They are endowed with reason and conscience and should act toward one another in a spirit of brotherhood. यो खालको सबै यहाँनिर all human beings यो कुनै नेसनालिटीको कुरो गरिएको छैन। यहाँ यो अमेरिकन सिटिजनको कुरो अथवा कुनै रसियन सिटिजन अथवा कुनै पर्टिकुलर देशको ह्युमन बिङ्स नभई यसले चाहिँ विश्वव्यापी रूपमा सम्पूर्ण एउटा मानव जाति भनेर यसले एड्रेस गरेको छ। त्यसैले यसलाई मैले के पनि भन्नुपर्छ भने जसरी देशको एउटा कन्स्टिट्युसन हुन्छ, त्यो कन्स्टिट्युसनको जुरिडिक्सन भनेको त एउटा देशभरिमा मात्रै त्यसलाई त्यो प्र्याक्टिसमा हुन्छ। तर डेक्लरेसन अफ ह्युमन राइट मानव अधिकारको कुरा भनेको यो चाहिँ अलिकति कन्स्टिट्युसन भन्दा पनि माथि, यो देशको संविधान भन्दा पनि अलिकति माथि रहेको हुन्छ। किनभने यसले चाहिँ समग्रमा विश्वव्यापी रूपमा सम्पूर्ण मानव जातिलाई सम्बोधन हुने गरी ती उनीहरूको हक अधिकारको बारेमा यसले कुरा गर्छ। त यसले त मजाले भनेको देखिन्छ कि all human beings are born free and equal in dignity and rights. सम्पूर्ण चाइनिज सिटिजन्स, अमेरिकन सिटिजन्स, अस्ट्रेलियन सिटिजन्स सबै जुनसुकै देशको व्यक्ति होस्, मानव होस्, उसलाई समान अधिकार दिइनेछ। समान डिग्निटी भनेको सम्मान, इज्जत, मान, प्रतिष्ठा पनि समान हुनेछ। त्यसैगरी आर्टिकल 2 मा everyone is entitled to all the rights and freedoms set forth in this declaration without distinction of any kind such as race, color, sex, religion, language, political or other opinion, national or social origin, property, birth or other status. त्यसैगरी त्यो मानव अधिकारमा उल्लेख गरिएका हक अधिकारहरू सम्पूर्ण मानवहरूका लागि, चाहे उनीहरू जुनसुकै वर्गका हुन्, जुनसुकै चाहिँ भाषा बोल्ने हुन् अथवा जुनसुकै धर्म मान्ने हुन्, उनीहरूको छालाको रङ कालो होस् या गोरो होस्, जस्तो सुकै व्यक्तिलाई पनि मानव अधिकार चाहिँ नै दिइनेछ भनेको छ। त्यसैगरी आर्टिकल 3 मा everyone has the right to life, liberty and the security of person. त्यसैगरी आर्टिकल 4 no one shall be held in slavery or servitude. Slavery and the slave tradition shall be prohibited in all their forms. त्यसैगरी आर्टिकल 5 no one shall be subjected to torture or to cruel, inhuman or degrading treatment or punishment. कुनै पनि व्यक्तिलाई कुनै पनि किसिमको यातना दिइने छैन अथवा उनीहरूमाथि उनीहरूलाई त्यो किसिमको त्यो 3rd डिग्री टर्चर दिइने छैन। इभन जस्तो भनिन्छ नि त, एउटा कैदीको पनि जस्तो सुकै उसले चाहिँ हिनियस क्राइम गरेको भए पनि उसलाई चाहिँ सरकारले अथवा राज्यले न्याय चाहिँ दिने क्रममा अथवा उसलाई पनिशमेन्ट दिने क्रममा उसलाई एउटा मानवको रूपमा लिएर, ऊ पनि एउटा व्यक्ति हो, ऊ पनि एउटा मानव हो, जेसुकै गरेको भए पनि उसलाई हामीले एउटा मानवीय ढङ्गबाट व्यवहार गर्नुपर्छ भन्ने एउटा फिलोसफी हुन्छ। त अब मैले अघि नै भने म यो सबै आर्टिकल 30 सम्म यो सबै डकुमेन्टहरू म पढ्न चाहन्न, यसले टाइम बढी कन्ज्युम गर्छ। तर
म यसको जिस्टतिर जान चाहन्छु, यसको मुख्य फिलोसफी थियो। म यो टेक्स्टको एकदमै लाइन बाई लाइन पनि म जाने पक्षमा छैन। मैले यसको महत्त्वपूर्ण सन्देश के छ र हामीले बुझ्नै पर्ने बिराउन नहुने कुरा चाहिँ के हो, म त्यसलाई अलिकति हाइलाइट गर्नेछु। त स्यामुअल मोइनले के यसमा भन्न खोजिरहनु भएको छ भने यो जुन युनिभर्सल डिक्लेरेसन अफ ह्युमन राइट जसलाई 1948 मा पब्लिस गरियो र विश्वव्यापी रूपमा विभिन्न देशहरूमा चाहिँ यसलाई फैलाइयो, यसको प्रचार प्रसार गरियो, यो आफैमा इन्कम्प्लिट छ, यो पूर्ण छैन, अपूर्ण छ। अर्को कुरा यो रेलेभेन्ट पनि छैन, किनभने 1948 को सिचुएसन 20th सेन्चुरी को मानिसहरूको समस्या र अहिले हामी 2025 मा आइपुग्दासम्म अहिलेको हाम्रो समस्याको बीचमा एकदमै ठुलो ग्याप, एकदमै ठुलो डिफरेन्स रहेको छ। जस्तो भनौँ न, हामी पनि सानो सानो क्लासमा हुँदाखेरि हामी बच्चै थियौँ, त्यतिखेर हाम्रो टिचरहरूले पनि हामीलाई कुन वेले पढाउनुहुन्थ्यो भने व्यक्तिको बेसिक नेसेसिटिज अन्तर्गत के कुराहरू पर्छन् भन्दाखेरि घाँस वास कपासको कुरा हामी गर्थ्यौँ। घाँस खानलाई चाहियो, वास बस्नलाई चाहियो र कपास शरीरमा लाउनलाई लुगा चाहियो। तर अहिलेको परिप्रेक्ष्यमा, अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि केही तीनटा कुरा मात्रै हाम्रा आधारभूत आवश्यकताहरू हुन् त कि हामीलाई खाना लाउन र बस्न भए पुग्ने हो त? त्यति मात्रै हाम्रा चाहनाहरू अथवा हाम्रा आवश्यकताहरू हुन् त? पक्कै पनि होइन। अहिले यो संसार कहाँ पुगिसकेको छ हेर्नुहोस् त। विकसित देशका चाहिँ नि नागरिकहरू, त्यहाँका मानिसहरू अब पृथ्वीभन्दा पनि बाहिर, उनीहरूले चाहिँ नि अब मार्चमा जाने हो कि जुपिटरमा जाने हो कि होइन, सूर्यको बारेमा अध्ययन अनुसन्धान अथवा चाहिँ नि विभिन्न अब यो युनिभर्सलाई लिएर विभिन्न किसिमको खोज अनुसन्धान, ठुलो ठुलो चाहिँ मिलिनियर बिलिनियर उनीहरू भइसकेका छन् भने हामी चाहिँ अहिले पनि मेरो बेसिक नेसेसिटी, मलाई खानलाई छैन, मलाई लाउनलाई छैन, मलाई बस्नलाई छैन भन्ने किसिमका कुराहरूमा हामी अल्झिरहेका छौँ, जुन अलिकति कन्टेक्स्चुअल छैन। अब जस्तो मैले कहिलेकाहीँ उदाहरण दिने गरेको छु, खाना नै खानु मात्रै समस्या हो त अहिलेको यो सोसाइटीमा, यो विकसित समाजमा? भनौँ न, विभिन्न किसिमको च्यारिटी डोनेसन प्रोग्रामहरू अब अहिले मैले यसो हेर्दाखेरि, मैले पर्सनली यो कुरालाई अलिकति एनालाइज गर्दाखेरि खानु त्यो 2 टाइमको 2 छाक खाना खासै महत्त्वपूर्ण कुरा हो जस्तो मलाई लाग्दैन। किनभने अहिले त सडकमा यसो हिँड्दै गर्दाखेरि त्यो त्यहाँको छाडा जनावरहरू, गाई गोरु कुकुर बिराला, यिनीहरूलाई पनि खानाको समस्या छैन क्या खासै भन्नुपर्दाखेरि। किनभने त्यो खाना पाइहाल्छ कहीँ न कहीँ, कोही न कोहीले, कहीँसँग खाना छैन भने पनि त्यो खाना दिन्छ क्या बाबा, खाना दिन्छ। त्यो लुगा छैन भने त्यो लुगा पनि मैले लुगै चाहिँ नि लाउन नपाएर, टी सर्टै लाउन नपाएर, प्यान्टै लाउन नपाएर म बाहिर निस्किन सक्ने अवस्थामा छैन भन्न चाहिँ मिल्दैन। अब अहिले हाम्रो अहिलेको शिक्षा मन्त्री महावीर पुनकै मैले इन्टरभ्यूहरू सुनिरहेको हुन्छु। उहाँले नै अब युएस छँदा पनि त्यहाँ कहाँ त्यो सडकको छेउछेउमा हुने खानेहरूले यसो त्यो टी सर्ट प्यान्टहरू धोएर पट्याएर त्यहाँ झोलामा छोडिदिँदा रहेछन्, अनि उहाँले चाहिँ यसो आफूलाई मनपर्ने साइज मिल्ने खालको लुगाहरू लिएर उहाँले लाउनु हुँदो रहेछ। अब यो लुगा भन्ने कुरो कोही न कोहीले दिन्छ क्या, कोही न कोहीले जतिसुकै गरिब होस् लुगा पाइहाल्छ, बस्नलाई सानोतिनो व्यवस्था भइ नै हाल्छ, र यो खानालाई नि 2 छाकको खानाको समस्या छैन। अहिले हामीहरूको जीवनमा थप केही आवश्यकताहरू अहिले देखिएका छन्, थप किसिमका चाहिँ नि समस्याहरू, च्यालेन्जेसहरू हाम्रो अगाडि देखिएका छन्। त्यसैले
हामीले यो जुन यो ह्युमन राइटले चाहिँ जुन किसिमको कुरा गरिरहेको छ, अब स्लेभरी के अरे दासत्व चाहिँ नि अब यसलाई गैर कानुनी हुने अथवा सबैलाई समान व्यवहार गरिने, समान किसिमको अवसरहरू दिने, यो कुराहरू केही हदसम्म यो फेक छ, झुटो छ र केही हदसम्म यो इन्कम्प्लिट छ, अपूर्ण छ। झुटो यस कारणले छ कि अब समान सम्मान, इक्वल डिग्निटी भनेर हुने हो त? कसरी हुन्छ समान डिग्निटी, समान इक्वालिटी हामीले कसरी एक्सपेक्ट गर्न सक्छौँ जबसम्म हामी द रुट कज, यो असमानताको रुट कज, मुख्य समस्या के हो त भन्दाखेरि त्यो त आर्थिक समस्या हो, त्यो त अनइक्वल डिस्ट्रिब्युसन अफ रिसोर्सेस, मिन्स एन्ड रिसोर्सेस। एउटा व्यक्तिसँग चाहिने उसको ब्याङ्कमा 20 करोड क्यास उसको ब्याङ्कमा डिपोजिट छ भनौँ न। अब मैले त्यो जस्ट एउटा इक्जाम्पल दिएको, कसैको 20 करोड होला, कसैको 50 करोड छ, 100 करोड छ, 500 करोड रुपियाँ उनीहरूले चाहिने ब्याङ्कमा राखिरहेका छन्, जसको चाहिने ब्याज मात्रै, यदि उसले केही अरू कुरा गर्ने होइन, यत्तिकै चाहिने प्यासिभ भएर बस्ने हो भने पनि उसले त्यो पैसालाई यदि एफडीमा राख्छ, फिक्स्ड डिपोजिटमा राख्छ भने त्यो 10-15 लाख त उसको मन्थली ब्याज मात्रै आउँछ र त्यो 10-15 लाख रुपियाँ मन्थली ब्याज मात्रै आउँछ। अब उसँग त्यो भएको साउँ 20-30 करोड 50 करोड त त्यो त छँदै नै छ र उसले जुन त्यो मन्थली बेसिसमा उसले 15-20 लाख रुपियाँ उसको ब्याज आइरहेछ त उसबाट उसले अलिकति के पनि गर्छ भन्दाखेरि यो 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 कुरा पनि यो एसेमा स्यामुएल मोइनले भन्न खोजिराख्नु भएको कुराहरूमध्ये एउटा हो कि अब मानौ त्यो व्यक्ति म भए, मसँग मन्थली बेसिसमा 15-20 लाख रुपियाँ ब्याज आइरहेको छ भने अब अलिकति आफ्नो फ्यान्डम सोसाइटीमा सर्भाइभ पनि गर्नु पर्यो, सोसाइटीमा मैले केही सानोतिनो काम गरिरहेको छु नि भन्ने पनि पार्नु पर्यो। त त्यसको लागि मैले के गर्छु भने अब यसो चाहिने 50,000 1 लाख महिनाको मैले कहिलेकाहीँ च्यारिटीमा, डोनेसनमा हैन, कहिलेकाहीँ अनाथालयलाई दिने अथवा कहिले चाहिँ कसैलाई दान गर्ने, पुण्य गर्ने काम पनि मैले गर्छु, जसले गर्दाखेरि एकातिर त मलाई समाजमा सोशल वर्कर, समाजसेवी हैन चाहिँ महान व्यक्ति भनेर मलाई चाहिँ उहाँहरूले हेर्नुहुन्छ भने अर्कोतिर मेरो यथार्थ, मेरो धरातल, मेरो आर्थिक धरातल, इकोनोमिक फाउन्डेसन त्यो चाहिँ यथावत रहिरहन्छ। जस्तो मैले उदाहरण मैले भन्न खोजेको के भने कि समाजमा केही यस्ता व्यक्तिहरू पनि छन् जोसँग अथाह सम्पत्ति, अथाह चाहिँ नि उनीहरूसँग साधन र स्रोत छ र केही यस्ता व्यक्तिहरू छन् जोसँग चाहिँ नि केही पनि छैन। त त्यो जोसँग केही पनि छैन र जोसँग अथाह छ, उनीहरूको बिचको जुन ग्याप हो, जुनीहरूको डिस्टेन्स छ, त्यो त यो जुनीमा केही गर्दा पनि, जेसुकै गर्दा पनि, जति प्रयास गर्दा पनि त्यो मेकअप हुँदैन, त्यो इक्वल हुँदैन। किनभने मैले त्यो 20 करोड 50 करोड मैले यो जुनीमा कमाउन सक्दैन, कसैले चाहिँ टेकन फर ग्रान्टेड त्यो पाएका छन् र उनीहरूले के पनि गरिदिरहेका छन् भने अब कम्प्लिटली त्यो इग्नोरै गर्यो भने त फेरि भोलि सोसाइटीमा एउटा रिटालिएसन अथवा उनीहरूले भोलि विद्रोहको सम्भावना पनि हुनसक्छ र उनीहरूले त्यो हुने जो त्यो हुने व्यक्ति हो हैन, त्यो सम्पन्न व्यक्ति हो, उसको घरमा गएर ढुङ्गामुढा गर्ने सम्भावना पनि रहन्छ। त्यसैले उसले त्यसबाट बच्न र आफ्नो इमेजलाई, मान प्रतिष्ठालाई यथावत राखिराख्नको लागि उसले अलिकति च्यारिटी डोनेसन गर्छ, जसले अलिकति के हुन्छ त भन्दाखेरि समाजमा ती मार्जिनलाइज्ड ग्रुप्सहरू, ती वर्गहरू सन्तुष्ट रहेर बस्छन्। सन्तुष्ट हुने मात्रै होइन, उल्टै त्यस्ता व्यक्तिहरूप्रति उनीहरूको एक खालको सहानुभूति पनि रहिरहन्छ कि होइन फलानु व्यक्ति धनी मात्र होइन, उहाँ त डोनेसन दिनुहुन्छ, उहाँले त
हामी जस्तालाई हेर्नुहुन्छ, दान दिनुहुन्छ, पुण्य गर्नुहुन्छ भनेर हामी मक्ख पनि भइरहन्छौँ। यसै कुरालाई फेरि थप स्ट्रेस दिनको लागि उहाँले त्यो एउटा रिफरेन्स को प्रयोग गर्नुभएको छ। यो क्रिसस भन्ने एउटा राजाको कुरा गर्नुहुन्छ क्या। अब त्यो क्रिसस भन्ने एउटा पौराणिक कालका एकजना राजा हुन् जो एकदमै धनी थिए। त यसलाई पनि कहिलेकाहीँ विद्यार्थीहरूले पढ्दाखेरि अब यो कहाँबाट क्रिसस के क्रिसस अनि यसले भन्न खोजेको के हो, कहाँको ह्युमन राइट, कहाँको क्रिसस, यो के हो भन्ने हुनसक्छ। त्यसैले यसलाई मैले सिम्प्लिफाई गरिदिन्छु। त यो जस्ट एउटा सिम्बोलिजम को रूपमा यहाँ आएको छ क्रिसस। क्रिससलाई हामीले कुनै एउटा XYZ एउटा राजा भनेर बुझ्न सक्छौँ। जस्तो राजाको एटिट्युड के हुन्छ त देशमा जब कुनै व्यक्ति राजा हुन्छ उसले कसरी आफ्ना प्रजाहरूलाई कसरी ट्रिट गर्छ र प्रजाहरूप्रतिको उसको पर्सेप्सन, उसको एटिट्युड कस्तो हुन्छ भन्दाखेरि एकातिर त त्यो राजाले कोही पनि जनता उसको देशमा उसको चाहिँ राज्यभित्रको कुनै व्यक्ति भोकै पनि नमरोस्, लुगै लाउन नपाउने, खानै नपाउने अथवा चाहिँ सानोतिनो औषधि उपचार पनि नपाउने त्यस्तो किसिमको अवस्था नआओस् भन्ने उसले चाहन्छ भने अर्कोतिर कुनै पनि व्यक्ति, कुनै पनि परिवार मेरै जस्तो हैसियत अथवा मेरै जस्तो स्टेटसमा पनि नपुगोस्। यो दुईटा कुरालाई उसले एकदमै प्यारलल वेमा, एकदमै ब्यालेन्सिङ वेमा उसले अगाडि बढाइरहेको हुन्छ। किन भन्दा जस्तो अब भोकै पनि नमरुन्, किनभने जनतै रहेनन् भने पनि अब भोलि राजा कसको हुने त एउटा क्वेसन त आउँछ नि त। राजा कसको हुने, कसले भनिदिने त मेरो राजा मेरो देश प्राणभन्दा प्यारो छ, कसले भनिदियोस् त भोलि? यसो गुणगान गाइदिने पनि त, प्रसारमा हिँडिदिने अथवा चाहिँ नि बाहिर सडकमा आएको बेलामा पछि लागिदिने पनि त कोही त हुनु पर्यो नि त। राजा भनेर प्रशंसा गरिदिने, पूजा गरिदिने त्यो फ्यानहरू पनि त चाहियो नि त। त्यसैले राजाले कहिले पनि यो चाहँदैन कि भोकै मरुन्, खानै नपाउन्, लुगै नपाउन् भन्ने चाहँदैन। र अर्कोतिर म जस्तै भइहालुन् सबै सम्पन्न भन्ने पनि चाहँदैन, किनभने सबै ऊ जस्तै भइदियो भने भोलि उसको अस्तित्वमाथि नै एउटा खतरा आउन सक्छ। उसलाई कसैले नमान्दिन सक्छन्, उसलाई राजै नमान्न सक्छन्। त्यसैले यो एउटा ग्याप राजाले सधैँ उसले मेन्टेन गरिरहेको हुन्छ। अब यो प्रसङ्गबाट स्यामुएल मोइनले फेरि भन्न खोजेको के हो भने यो कस्तो मजाको छ क्या। क्रिसस भन्ने व्यक्तिबाट एउटा राजालाई उहाँले सङ्केत गर्न खोजिराख्नु भएको छ। फेरि राजाबाट उहाँले केलाई सिम्बोलाइज गर्न खोजिरहनु भएको छ भने अहिलेको पावरफुल स्टेट्सहरू, पावरफुल रिच कन्ट्रिजहरू जस्तो अमेरिका, फ्रान्स, युके जस्ता यी देशहरू के हुन् त भन्दाखेरि यिनीहरू क्रिसस त्यो राजा भने वास्तवमा यी अहिलेको कन्टेक्स्टमा त प्राय चाहिँ देशमा अझ राजा प्रजा भन्ने त त्यो त आउटडेटेड भइसक्यो, कहीँ पनि छैन राजा, हाम्रै देशमा पनि छैन। त यहाँ अहिले एउटा अर्को भ्रम के छ भन्दाखेरि को छ र यहाँ राजा? हामी सबै बराबर हो नि भाइ, हामी सबै त चाहिँ नि जनताका छोरा। अब जसले पनि राष्ट्रपति हुन पाउँछ, प्रधानमन्त्री हुन पाउँछ भनिया छ। यो किसिमको भाष्य एउटा निर्माण गरिएको छ यो एउटा इल्युजन क्रिएट गर्नको लागि, जबकि त्यस्तो रियालिटीमा छैन। केही यस्ता देशहरू छन् जो अति सम्पन्न, अति शक्तिशाली छन् भने केही यस्ता देशहरू छन् जस्तै नेपाल, तपाईको श्रीलङ्का, भुटान, बङ्गलादेश हैन। यी चाहिँ नि के हुन्छ, यी प्रजा हुन्। यी चाहिँ नि अघि जुन मैले भनेको थिएँ नि, एउटा हुन्छ राजा, अर्को हुन्छ प्रजा। त प्रजा हामी हौँ, हामी नेपाल, श्रीलङ्का, बङ्गलादेश
राजामा बस्ने हामी प्रजा हौँ भने राजाको हो भन्दा अमेरिका, युके, अस्ट्रेलिया, फ्रान्स यिनीहरू राजा हुन्। अब ठ्याक्कै जुन अघि मैले राजाले प्रजालाई कसरी ट्रिट गर्छ, राजाले प्रजाप्रति कस्तो एटिट्युड राख्छ भनेर जुन मैले एक्सप्लेन गरेको थिएँ, त्यही कुरा यहाँ एप्लिकेबल हुन्छ कि यो धनी देशहरूले गरिब देशहरूप्रति कस्तो एटिट्युड राख्छ, कस्तो पर्सेप्सन उनीहरूले बनाएको हुन्छ भन्दाखेरि त्यही हो कुरो कि यी गरिब देशहरू कम्प्लिटली कोल्याप्स पनि नहुन् हैन। अब नेपाल भन्ने देशको अस्तित्वै समाप्त होस्, श्रीलङ्का भन्ने देश यो संसारबाटै हराओस् भन्ने पनि ती धनी देशहरूले चाहँदैनन्। किनभने त्यहाँ पनि त एउटा अन्तर्राष्ट्रिय स्तरमा इन्टरनेसनल लेभलमा उनीहरूको पनि त एउटा फ्यान्डम उनीहरूलाई पनि चाहिन्छ। ल अमेरिका भन्ने कतिजना, युके भन्ने कतिजना, अस्ट्रेलिया भन्ने कतिजना, कतिवटा देश त उनीहरूलाई नि त्यो फ्यान्डम चाहिरहेको हुन्छ। तसर्थ उनीहरूले के गर्छन् त भन्दाखेरि हामी जस्तो गरिब र अल्प विकसित अथवा अविकसित देशहरूलाई जोगाइराख्नको लागि बेला बेलामा उहाँहरूले हामीलाई फन्डिङ, दान, च्यारिटी, डोनेसन दिइराख्ने हैन। बेला बेला हामी जस्तो न्युजमा पनि सुनिरहेको हुन्छौँ त, एम्बुलेन्स दिएछ, औषधि दिएछ, किताब कापी बाँडेको छ, कहिलेकाहीँ क्यास पैसा ऋण दिएछ, कहिलेकाहीँ डोनेसन दिएछ। त यो किन दिन्छन्? हामी कम्प्लिटली हाम्रो अस्तित्व समाप्त नहोस् भने अर्कोतिर अर्को सँगसँगै अर्को एटिट्युड के पनि हुन्छ भने यी देशहरू भोलि हाम्रै बराबरीमा पनि नआउन्। नेपाल जस्तो देश भोलि अमेरिकाको लेभलमा नपुगोस्, युकेको लेभलमा नपुगोस्, अस्ट्रेलियाको लेभलमा नपुगोस्। यिनीहरू जहाँ छन् त्यहीँ रहिरहन्, तर फेरि कोल्याप्स हुने अवस्था पनि नआओस्, यिनीहरूलाई हामी जोगाइराख्छौँ भनेर यो किसिमको रियालिटी अहिलेको अवस्थामा छ, हामीले बुझ्नुपर्छ भनेर स्यामुएल मोइनले एकदमै ब्युटिफुल्ली, एकदमै चाहिँ नि मजासँग यो एस्सेमा कुराहरू प्रेजेन्ट गर्नुभएको छ। अब यसलाई हामीले कसरी बुझ्छौँ, कति बुझ्छौँ भन्ने कुरो यो यसलाई बारम्बार 1 चोटि, 5 चोटि, 7 चोटि, 10 चोटि पढिराख्नुपर्छ। र अन्त्यमा अब जाँदा जाँदै फेरि मैले एउटा कुरालाई स्ट्रेस गर्छु कि उहाँको अलिकति मार्क्सिस्ट एटिट्युड देखिन्छ स्यामुएल मोइनको। उहाँले एउटै कुरा यहाँ भन्न खोजिरहनु भएको छ कि यदि हामीले विश्वव्यापी रूपमा हामीले साँच्चीकै इक्वालिटी, समानता चाहिँ ल्याउन चाहने हो, ल्याउन खोज्ने हो, त्यो साँच्चीकै हामीले एक्सपेक्ट गरेको हो भने सर्वप्रथम सबैभन्दा पहिले हामीले साधन र स्रोत जुन छ, जुन कन्सन्ट्रेट भएको छ एउटा ठाउँमा, त्यसलाई पहिला डिस्पर्स, त्यसलाई रिडिस्ट्रिब्युट गर्नुपर्छ। यदि हामी सुरुबाट रेस हैन, इक्वालिटी र इक्विटीको कुरा त बुझ्नुहुन्छ नि, यदि हामीले सुरुबाट रेस होस् र एकदमै फेयर तरिकाले रेस होस्, दौड होस् भन्ने यदि चाहने हो भने पहिला सबैलाई समान एउटा चाहिँ नि लाइनमा ल्याएर उभ्याउनु पर्यो। अहिलेको अवस्था भनेको कोही अलरेडी 20 मिटर बाहिर छ, कोही 30 मिटर अगाडि बढिसकेको छ, कोही चाहिँ नि स्टार्टिङ लाइनमा उभिरहेको छ, कोही कहीँ छ, कोही कहीँ छ र दौड भनिरहेका छौँ हामी। त्यसरी दौडिँदाखेरि जो अलरेडी जो 50 मिटर अगाडि छ अथवा 100 मिटर अगाडि उभिरहेको छ उसले दौड जित्ने सम्भावना प्रबल रहन्छ। र पछाडि उभिने व्यक्ति ऊ कहिले पनि त्यो दौडमा, किनभने पछाडिको व्यक्ति 100 मिटर अगाडि बढ्दासम्म त अगाडिको व्यक्ति त 200 मिटर अगाडि बढिसकेका हुन्छ। त्यसैले यसरी हामीले रेस गराउँदाखेरि, दौड गराउँदाखेरि आर्थिक रूपमा, सामाजिक रूपमा, नैतिक रूपमा समानता हामी ल्याउन सक्दैनौँ। त्यो एक्सपेक्ट नगरे पनि हुन्छ। र अर्को कुरा भनेको अहिलेको मानिसको चाहना, अहिलेको व्यक्तिको चाहना त्यो सिटामोल पाए हुन्थ्यो अथवा चाहिँ खाना पाए हुन्थ्यो अथवा एक जोर लुगा लाउन पाए हुन्थ्यो भन्ने समस्या अहिले खासै छैन। स्लेभ
को समस्या, स्लेभरीको समस्या अहिले छैन, जातपातको समस्या अहिले छैन। समस्या एउटै मात्र हो, समस्या हो आर्थिक समस्या। र त्यसका लागि हामीले गरिदिउँ न त। के छ त, जसले अघि मैले भने जस्तो जसको खातामा 100 करोड उसले पैसा राखेको छ, त्यो 100 करोडवाला व्यक्तिले आफूसँग ल ठिक छ पुरै पनि डोनेट गर्नु परेन, 10 करोड उसले नै राखोस्, तर 90 करोड त उसलाई डिस्ट्रिब्युट गरोस् न त। जोसँग चाहिँ केही पनि साधन छैन, कुनै पनि स्रोत छैन, त्यस्तो व्यक्तिहरूमाझ उसले लगेर त्यो आफ्नो सम्पत्तिलाई, रिसोर्सलाई बाँडिदियो भने त्यसपछि एउटा समानता आउन सक्छ हैन। अब काठमाडौँमा 100 रोपनी जमिन छ, अर्को भने त्यहीँनिर अर्को व्यक्तिसँग 1 आना पनि छैन, र उसले चाहिँ 100 रोपनी हुनेले 90 रोपनी पहिला डोनेट गरोस्, अथवा त्यो अब उसले आफैले त के डोनेट गर्थ्यो, एउटा सरकारले एउटा पोलिसी बनाउनु पर्यो, गभर्नमेन्ट लेभलबाट एउटा नीति आउनु पर्यो कि यो किनभने अन्ततः त यो सम्पत्ति रिसोर्स भन्ने कुरा त कसैको त्यो प्राइभेटै जन्मजात पेटबाट बोकेर ल्याएको त कोहीले पनि होइन। यो सबै कसैले चाहिँ नि आफ्नो पुर्खाबाट पाएको छ, कसैले कहीँबाट पाएको छ, कसैले लुटेको छ, कसैले ठगेर पाएको हो भने त्यो कुरालाई रिडिस्ट्रिब्युट गर्न के को लोभ, के को हिचकिचाहट, यसलाई सबै जनताहरूमा चाहिँ यसलाई बाँडौँ र त्यसपछि फेरि एउटा नयाँ ढङ्गबाट हामीले समानताको अपेक्षा गरौँ। देशमा र संसारभरि नै यो समानता आउन सक्छ। तर यो जुन आउटडेटेड डकुमेन्ट छ, ह्युमन राइट भन्ने किसिमको, अथवा ह्युमन राइट मात्र होइन, हाम्रो संविधान पनि त्यस्तै किसिमको छ। जति पनि लिगल डकुमेन्ट्सहरू छन्, संविधान, यो चाहिँ नि तपाईँको ह्युमन राइट, वुमेन राइट, चाइल्ड राइट भन्ने छ, यसले मिनिमम कुरा गरिराखेको छ कि मिनिमम, कमभन्दा कम खाना पुगोस्, सिटामोल पुगोस्, केटीहरूलाई, महिलाहरूलाई सेनिटरी प्याड पुगोस्। अब त्यो सेनिटरी प्याड, त्यो सिटामोल छैन कि अहिले सिटामोलको समस्या कुरा गर्नुहुन्छ। मलाई मेरो घरको, मेरो परिवारको कुनै व्यक्ति जटिल किसिमको उसलाई बिमारी भएको छ र उसको इलाज उपचार गर्न मलाई 5 लाख रुपियाँ आवश्यकता परिरहेको छ। मलाई 5 लाखको समस्या हो के, मलाई त्यो 2 रुपियाँको सिटामोलको समस्या होइन। 2 रुपियाँको सिटामोल त पहिलो कुरा म आफै व्यवस्था मिलाउन सक्छु, अथवा म गरिबै हो भने पनि यसो त्यो चोक्नेर गएर लौ न हो मलाई यो अलिकति 5 रुपियाँ दिनुहोस् त सिटामोल किन्छु भने त्यो 5 रुपियाँको सिटामोल जसले पनि दिन्छ। मैले लौ न मसँग एउटा टी सर्ट छैन भन्यो भने एउटा टी सर्ट दान गर्ने व्यक्ति आइहाल्छ, उसले नि मलाई दिइहाल्छ। ठुला समस्याहरू चाहिँ मैले ट्याकल गर्न सकिरहेको छैन हैन। गरिबले चाहिँ सर्भाइभ गर्न सकिरहेको छैन। तसर्थ दिस डकुमेन्ट, युनिभर्सल ह्युमन राइट अथवा कन्स्टिट्युसन, यो सबै दुईवटा मैले भन्छु म, एउटा मेरो फेक छन्, किनभने यो भनेको कुरा त्यो छैन प्र्याक्टिसमा, त्यसमा लेखिएको यो एउटा जस्ट एउटा मोरल लेसन टाइपको भयो, यो कर्मकाण्डी खालको भयो। यस्तो हुनेछ, यस्तो हुनेछ, आर्टिकल 6 मा यो छ, आर्टिकल 8 मा यो छ, आर्टिकल 20 मा यो छ, यो व्यवस्था छ, यो व्यवस्था छ भनिदिया छ। त्यो व्यवहारमा, कार्यान्वयनमा त्यो कति पनि छैन, त्यसैले त्यो फेक हो। अर्को कुरा ठिक छ, के कुरा भइराख्या होला भने त्यो पनि कस्तो अवस्थामा छ, इनकम्प्लिट, अपूर्ण छ। त्यसैले दिज डकुमेन्ट्स निड टु बी रिभाइज्ड, रिभ्युड। यसलाई फेरि हेर्न आवश्यक छ, फेरि यसलाई एकचोटि दोहोऱ्याएर यसलाई हेर्न जरुरी छ र एउटा नयाँ किसिमको डकुमेन्ट, नयाँ किसिमको पोलिसी बनाउन आवश्यक छ, जसले साँच्चीकै गरिबहरूका लागि इक्वालिटी चाहिँ समानताको व्यवस्था ल्याउन मद्दत गरोस्। ठिक छ, अब यो आज मैले यो सानो कुरा मलाई सेयर गर्न मन लागिरहेको थियो धेरै दिन यता, अनि आज मैले थोरै फुर्सद पाएँ, यो यहाँहरू समक्ष मैले सेयर गरेँ। यसलाई मन पर्यो भने यो भिडियोलाई लाइक, सब्सक्राइब पनि गरिदिनु होला र आफ्ना साथी कलिग्सहरू माझ पनि यसलाई सेयर गरिदिनु होला। यति भन्दै म बिदा चाहन्छु। हस्, धन्यवाद।